बस्नु न खै हात गरिस् ल छ्याजलो सबलमु नमस्ते सबैजना आदरणीय दाजुभाइ दिदीबहिनी तथा मेरा सम्पूर्ण समाज जेन्जीको साथीभाइहरू अग्रजहरू सबैजनालाई हामी सबैजना जेन्जीको तर्फबाट हजुरहरूलाई म नमस्कार टक्राउन चाहन्छु। धेरै कुरा छ आज जुन सम्मान दिनुभयो हजुरले हजुर सबैजनाले यो सम्मान मलाई चाहिँ सम्मान जस्तो लाग्यो। के लाग्यो भन्दाखेरि चाहिँ यो आशीर्वाद जस्तो लाग्यो। यहाँ हजुरलाई कतिजना थाहा छैन होला जेन्जीहरूलाई कतिजना थाहा नहोला होइन। यहाँ जतिजना आमाहरूले बुवाहरू दाजुभाइ दिदीबहिनीहरूले यहाँ मलाई खादा उठाउँदै के भन्नुभयो थाहा छ? नडर है बाबु, लड है बाबु, तिमीलाई आशीर्वाद छ, देश बनाउनु पर्छ, देशको नाम राख्नुपर्छ। यो आशीर्वाद नै लिन आएको थियौँ हामी यहाँ। यो आशीर्वाद तपाईको नेपालको भविष्य यसले निश्चित गर्छ। नेपालको भविष्य जुन चाहिँ सपना हामी सबै नेपालीले देखेका छौँ यो आशीर्वादले मेरो विचारमा एक न एक दिन त्यो आशिष लाग्नेछ भन्ने मलाई विश्वास छ। र आज मेरो एउटा समाज पूर्ण समाज र गुरुङ समुदाय नै सबै जेन्जीहरूको लागि उभिँदाखेरि मलाई एकदमै खुसी लागेको छ। सायद आज म त्यतिखेर तपाईँको सुदन बस्नेत भइदिएको भए मेरो नागरिकतामाथि प्रश्न उठ्दैन थियो जस्तो लाग्यो मलाई आज आएर। सुदन ओली भइदिएको भए तपाईँको प्रश्न मेरो नागरिकतामाथि उठ्दैन थियो होला। तर राष्ट्रको हितको लागि आफ्नो देशमा के राम्रो होस् न, एउटा परिवर्तन होस् न भनेर एउटा लड्दै गर्दाखेरि एउटा राष्ट्रवादी भएको कारणले मात्र मेरो नागरिकतामा मेरो प्रश्न उठाइयो। आफ्नो देशलाई माया गरेको हिसाबले मात्र आज मेरो नागरिकतामाथि प्रश्न उठाइयो। आज मेरो राष्ट्रियताप्रति मेरो प्रश्न उठाइयो। आज हामी सम्पूर्ण नेपालीको परिवर्तनका आशामाथि प्रश्न उठाइयो। हामीले यो आन्दोलन यतिकै गरेको होइन, एउटा आशाले एउटा सपनाले गरेको थियौँ। र यसमा जेन्जी मात्र थिएन, आमा हुनुहुन्थ्यो, बुवा हुनुहुन्थ्यो, दाजु हुनुहुन्थ्यो, काका हुनुहुन्थ्यो, सम्पूर्ण नेपाली हुनुहुन्थ्यो। यो सबै हामी नेपालीमाथि एउटा धावा हो, परिवर्तनमाथि एउटा धावा हो। इट्स एन अट्याक, इट्स एन अट्याक, यो एउटा अट्याक, हाम्रो आशामाथि अट्याक, यो परिवर्तनमाथि अट्याक। र नयाँ नेपाल देख्नु चाहन्छु भनेर भन्दाखेरि त्यसमा अट्याक भनेपछि जो व्यक्तित्वहरू जो हुनुहुन्छ अहिलेसम्म उहाँहरू सत्ता धारण यत्रो 36 वर्ष गर्दाखेरि उहाँहरू राष्ट्रवादी थियो त? यत्रो काण्ड मचाउनु भयो, यत्रो ताण्डव मचाउनु भयो। हामी सबैलाई कति दुःख दियो। वीर गोर्खाली भनेर हामीलाई चिन्थ्यो। अहिले हाम्रो पासपोर्ट लिस्टको सबसे मुनिमा छ। कसले गरेर? कसको सफलता हो यो? त उहाँहरूको सफलता होइन र? हाम्रो देश समृद्ध हुन सक्थ्यो, हाम्रो देशमा परिवर्तन आउन सक्थ्यो। हाम्रो नेताहरूलाई तपाईँको बाहिर इन्टरनेसनल प्लेटफर्महरूमा जाँदाखेरि तपाईँको इज्जत दिएर सम्मान गरेर उहाँहरूलाई स्वागत गर्न सकिन्थ्यो। तर त्यो स्वागत सबै हामीले गुमायौँ। र त्यही स्वागत फेरि आओस्, त्यही समृद्ध नेपाल फेरि देख्न पाओस्, त्यही सपना फेरि हेर्न पाओस् भनेर आज हामीले यो गरेको आन्दोलन भनै अहिले नबुझौँला। तर हिजो गरेको गल्ती आज कहिले दोहोरिँदैन, यो म हजुरलाई बाँचा दिन सक्छु। हामी यो अपेक्षा गरौँ। अझ पनि तपाईँले देख्नुहुन्छ मेरो शिर ठाडो छ। यो शिरले तपाईँको हरेक जेन्जीको आवाजलाई रिप्रेजेन्ट गरिरहेको छ। कहिले झुक्दैन यो शिर, किन जुन दिन मेरो शिर झुक्छ त्यो दिन सबै जेन्जी युवा पुस्ताको शिर झुक्छ भनेर मैले विश्वास गर्छु। त्यही भएर यो शिर जब काटिँदाखेरि तपाईँको उच्च राखेर छाती फुल्लाएर देशको माया गरेर नेपालको नाम लिएर नेपालको आमालाई सम्झेर
शानसँग आफ्नो आत्मसमर्पण गर्नु म सक्छु। अझै मलाई फर्काउँदैछ, मलाई जेल हाल्ने भने लिएर जाऊ। आफ्नो धरती माताको लागि लड्दाखेरि जेल हुन्छ भने कि मर्न पनि तयार छौँ हामी युवाहरू। मलाई धेरै भन्नु मन छ, धेरै पीडा छ र हामी यस्तो मेरो भाइहरू हेर्नुहोस् यहाँ सबैलाई पीडा छ। आज तपाईँहरूलाई पनि पीडा छ, हिजो त्यो गाउँको मान्छेलाई पीडा छ, हिँड्दाखेरि त्यो मान्छेलाई पीडा छ, हस्पिटल जाँदाखेरि तपाईँको स्टेसनमा ट्याङ गरेर आउनु पीडा छ, एयरपोर्टबाट झर्दाखेरि पीडा छ, पढ्दाखेरि पीडा छ, खाँदाखेरि पीडा छ, हिँड्दाखेरि पीडा छ। अनि उहाँले भन्छ समृद्ध नेपाल भनेर भन्नुहुन्छ, सुखी नेपाली भनेर भाषण दिनुहुन्छ। मलाई हाँस उठ्छ आज त्यस्तो सपना देखाउँदाखेरि, त्यस्तो खोक्रो सपनाहरू हामीलाई देखाउँदाखेरि मलाई हाँस उठ्छ। म भलै एउटा राम्रो नेता नहोला तर म एउटा राम्रो जनता चाहिँ पक्कै पनि हो र हामी सबैजना राम्रो जनता नै हो भनेर म बुझ्न चाहन्छु। आमाले एउटा कुरा गर्नु भएको थियो, सल्लाहकार भएन। म आमालाई भन्न चाहन्छु सल्लाहकारहरू सबै सेल्फिस छन्। यति सेल्फिस छन् कि आज गृहमन्त्रीको पदमा बसिराख्नु भएको छ बच्चाको रगतमा। त्यो सल्लाहकार राष्ट्रपति निवासमा 24 गतिको होइन, तपाईँको 25 गतिको दिन होइन, 25 गतिको दिन सल्लाहकारको रूपमा को आएको थियो हजुरलाई प्रश्न होला, तपाईँहरूलाई कन्फ्युजन होला। आज म मिडिया मार्फत यही मञ्च मार्फत म भन्न चाहन्छु, त्यतिखेर ओम प्रकाश अर्याल भन्ने एउटा व्यक्तित्व थियो जसले आफूलाई कानुनी सल्लाहकार भएर हामीलाई गुन्डा बनाउनु भएर आज गृहमन्त्रीको पद, रगत लागेको बच्चाको पदमा बसेर सानसँग गफ हानिराख्नु भएको छ। उहाँ हुनुहुन्थ्यो त्यतिखेर, उहाँले आफूलाई कानुनविद, म कानुनी एक्सपर्ट भनेर मलाई चिनाइरहेको थियो। म लडिरहेको थिएँ त्यतिखेर एक्लै, कर्फ्यू थियो, नेता सबै भागाभाग, सबै लुकेको। अहिलेको अगुवा भनाउँदाहरू, अहिले ठुल्ठुला भाषण ठोक्दै हिँडेकाहरू सबै लुकेर बसिरहेको थियो। त्यतिखेर हामीले साहस देखेर, हामी युवा पुस्ता 15-20 जनाले आवाज देखाएर साहस देखेर हामी अगाडि बढेर कर्फ्यूमा पनि हामी अगाडि बढ्न आफ्नो देशलाई बचाउनु पर्छ भन्दै त्यो युवा पुस्ता हो। र त्यतिखेर तपाईँको राष्ट्रपतिले मलाई एक्लै बनाउनु भयो। मैले भने कि म एक्लै आउँदिनँ, मेरो जेन्जी साथीभाइहरूसँग आउँछु भनेर मैले भने, तर उहाँहरूले दिनु भएन। मैले भने हुँदैन, मलाई जेन्जीले म्यान्डेट दिएको कुरा हो, किन उहाँहरूले मलाई एउटा अगुवा, एउटा आफ्नो अभिभावक भनेपछि तपाईँहरूलाई कसलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ भनेपछि उहाँहरूले हामी सुशीला कार्कीलाई बनाउन चाहन्छौँ किनभने बालेन्द्र अल्पसाम्पनले फोन उठाएन भनेर भन्नुभयो। र त्यो भनिसकेपछि मलाई मेरो भाइ बहिनीले अभिभावकको रूपमा मलाई एउटा जिम्मेवारी दिइसकेपछि त्यो मेरो कर्तव्य हो, एउटा दाइको हिसाबले, एउटा अभिभावकको हिसाबले त्यसलाई पुरा गर्नु, चाहे लडेर होस् चाहे मरेर होस्, त्यही भएर मैले पुरा गर्नुपर्ने मेरो बाध्यता र मैले गरिपठाएँ त्यसलाई। त्यतिखेर एक थोपा पानी खाइएन, एउटा सिता भात खाइएन, 6 दिनसम्म हजुरको म सुतेको थिइनँ, मेरो सम्पूर्ण टिम सुतेको थिएन, सिटामल खाँदै र पानी खाँदै हामी लडिरहेको थियौँ। देश कतातिर जाने होला, कसले फर्काउने होला, कसले लाने पो हो कि, इन्डिया आउने हो कि, चाइना पाउने हो कि, बा विदेशी आउने हो कि, एलियन पाउने हो कि, बा को आउने हो त्यहाँ, यो त हाम्रो आन्दोलन हो, अरू आउनु दिनु हुँदैन भनेर बच्चाहरूले मलाई भनिसकेपछि ल भनेर त्यसपछि हामी लड्यौँ। त्यतिखेर ओम प्रकाश अर्याल मेरो साइडमा बस्नुभयो कानुनी सल्लाहकार भएर र सल्लाह दिएको ताल हेर्नुहोस् त्यहाँ। अहिले हामी जुन स्थितिमा थियौँ, यो परिवर्तनको आशालाई मारेर आज ओम प्रकाश अर्याल जो गृहमन्त्री हुनुहुन्छ उहाँलाई म ठाडो च्यालेन्ज दिन्छु यहाँबाट, उहाँको सल्लाह अनुसारमा यो भएको चिज हो। उहाँले हामीलाई राइट सल्लाह दिनु भएन, त्यतिखेर भन्नु सक्नुहुन्थ्यो कि बाबु तपाईँहरूको जेन्जीको माग पुरा हुन सक्दैन, यो संविधान तपाईँको यसरी नै रह्यो भने र यसलाई संशोधन गर्न सकिएन भने अरू तपाईँले एकचोटि फेरि गएर सल्लाह गर्नु होला किनभने तपाईँको माग पुरा हुन सक्दैन भनेर उहाँले सल्लाह दिन सक्नुहुन्थ्यो, तर उहाँले गलत सल्लाह दिनुभयो। अब कसलाई विश्वास गर्ने आमा? सबै एक्सपर्टहरू भनाउँदाहरू कोही मन्त्रीको लागि आउँछन्, कोही पदको लागि आउँछन्, कोही के भनेर आउँछन्, देशको लागि कोही पनि आएन। यो देश, यो जन्मभूमि
जसले गर्दा हाम्रो नेपालको नागरिकतामा तपाईँ नेपाली भन्ने चिन्छ, देश विदेशमा एउटा वीर गोर्खाली भनेर चिन्छ। सबैजना आफ्नो आफ्नो सेल्फिसनेसमा आयो र त्यो पदलाई हेर्नुहोस्, अवसर पाउँदाखेरि हामीले त्यागेको पद, राष्ट्रपति निवासमा एउटा प्रधानमन्त्रीको पद हामीले त्यागेको, हामी युवाहरूको मन कति ठुलो होला। हामीले एउटा पद त्यागेको, प्रधानमन्त्रीको पद त्यागेको, मन्त्रीको पद त्यागेको, हाम्रो मन कति ठुलो होला। हाम्रो देश विकास र परिवर्तनका लागि लडेको युवाहरूको मन कति ठुलो होला। आज त्यो ठाउँमा कुनै नेता भएको कुनै पद छोड्थ्यो? छोड्दैन थियो। आज त्यो ठाउँमा कुनै नेतागिरी गर्दै हिँड्ने कुनै पार्टीको मान्छे भइदिएको त्यो पद छोड्थ्यो होला त? छोड्दैन थियो। मन्त्री पद होइन, प्रधानमन्त्री पद होइन, सानो पद पनि उहाँले छोड्दैन थियो। हामीले त्यागेको पद देशको लागि, देशको हितको लागि, नयाँ सोचको लागि, नयाँ परिवर्तनको लागि हामीले त्यागेको पद, त्यही पद हो आज प्रधानमन्त्री पद, गृह मन्त्रालयको पद, राष्ट्रपतिको पदहरू, सबै पदहरू युवा पुस्ताले त्यागेको पद, आफ्नो देशको लागि त्यागेको पद। र त्यो पद म व्यक्तिगत रूपमा मैले त्यागेको हुनाले मेरो समाजले त्यागेको पद पनि म भन्न चाहन्छु, देशको लागि त्यागेको पद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।